12,40,000 गर्ने है। अब यो घटाएपछि कति आउँछ? 13,64,400 बाट 12,40,000 घटाएपछि कति आउँछ? 1 2 अनि 4 0 0 0 1 2 4 अनि 0 0 24,000 पैसा छ। 1,24,000 1,24,000 बिरामी काम गर्यो कति आयो? अब उसले नाफा पढेर त के गर्छ? सुरुमा उसले सुन्ने यार, सुरुमा उसले 12,40,000 रुपैयाँलाई अमेरिकन डलरमा कन्भर्ट गरेको छ भने कति आछ? 10,000। अब केही समयपछि फेरि उसले नेपालको रुपैयाँसँग सट गरेको छ, जसमा कि हाम्रो 124 अनि त्यसमा 10% ले वृद्धि भएपछि कति आएको छ? हाम्रो 1 रुपैयाँ अमेरिकन डलरमा कति आएको छ? 140 पैसा हो कि हैन? अब अवमूल्यन पछिको रकम कति आयो? 136 मा हामीले 10,000 गुणन गरेर कति आयो? 1,36 13,64,000 आयो। अब सुरुको मूल्य कति थियो? 12 लाख थियो किन? अब के आउँछ? उसले सुरुमा 12,40,000 मा 1,000 अमेरिकन डलर दिए है। अब त्यही 1,000 अमेरिकन डलरको उसले कति रुपैयाँ संसार गरेछ? 13,64,000 हो किन? अब त्यसो भए उसले के हुन्छ? नाफा कि नोक्सान? नाफा हुन्छ भने के गर्ने? 13,64,000 बाट 12,40,000 घटाइदिनु। अब 13,64,000 बाट 12,40,000 घटाएर कति आयो? 1,24,000।